हेलो नमस्ते। आज चाहिँ हामी बाजुरा जिल्लाको केही रमणीय स्थानहरू चाहिँ तपाईँहरूलाई म देखाउने गरिरहेको छु। हामी बसेको स्थानभन्दा केही हाइट गेन गर्न चाहिँ आज हामी चाहिँ हाम्रो टोली चाहिँ अलि हल्का हामी बसेको स्थानदेखि केही हाइटमा चाहिँ हामी जाँदैछौँ होइन। भिडियोलाई चाहिँ पुरै हेर्दै गर्नु होला। यहाँको घरको बनावट चाहिँ यस्तो छ, सोलर प्यानल, तर सोलरको बत्ती चाहिँ बलिरहेछ, मार्न भुलेर होला। हामी चाहिँ हिँडिरहेछौँ। देख्न सक्नुहुन्छ होइन तपाईँहरू चाहिँ यो ठाउँ चाहिँ अझै पनि विकट, यहाँ चाहिँ अझै पनि बिजुली नआएको हुनाले चाहिँ यो टावर चाहिँ सोलर प्यानलद्वारा सञ्चालित छ होइन। तर देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी चाहिँ अहिले टावर नजिक आइपुगेको अवस्था छ। कुकुरले टोक्छ क्या के बस्यौ तिमीहरू यहाँ? खेल्नलाई हो? तिमीहरू स्कुल छैन? छुट्टी भयो? यिनी कसको बहिनी हुन्? त सिया नाखा नाकमा फाल्यो। तिम्रो बहिनी हुन् हो? के हो यो? सो हामी चाहिँ निकै माथि नै आइपुगेको छौँ अहिले। तपाईँहरू यहाँबाट देख्न सकिन्छ होइन। चाहिँ हिमाल छ भनेपछि मार्तडी बजार यहाँ तल देखिन्छ भनेपछि हामी चाहिँ यो स्थानबाट चाहिँ यहाँसम्म आइपुगेका छौँ अहिलेसम्म। अब अझै हामी चाहिँ योभन्दा अझै हाइटमा चाहिँ हामी जान्छौँ हामी यहाँबाट चाहिँ। यहाँ चाहिँ लाली गुराँस फुलिरहेको छ, हल्का फुल्का देखिरहेको छ, पुरै चाहिँ देखिया होइन। स्यानी के देखो? हजुर हामी छमा 30 जना जाँदै छौँ। हजुर आमा सो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ होइन सतुवा लगाएको अरे, सतुवा जडीबुटी के जडीबुटी। यो चाहिँ पुरै ग्रिन नेट भित्र होइन। यो चाहिँ हामी यस्तो ठाउँमा आइपुगेको छौँ अहिले चाहिँ होइन। यस्तो छ है। यो चाहिँ हो गाइस, यो चाहिँ सत्ताको बोट हो कि यो
एरिया चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ एरिया चाहिँ यो चाहिँ सत्तुवाको बोटो परम्परामा छ सत्तुवा चाहिँ यो चाहिँ जडीबुटी होइन हामी जङ्गल जाँदाखेरि टिप्टिप होइन यहाँ चाहिँ यसरी रोपेको हुने रहेछ सत्तुवा चाहिँ सो गाइज यहाँ चाहिँ चुत्रो देख्न सक्नुहुन्छ है चुत्रो फुलेको है हामी केटाकेटी बहुत खान्थ्यौँ होइन यस्तो चुत्रो चाहिँ हानी पाइँदैछ क्या यहाँ चाहिँ पुरा खतरा लाली गुराँसको वन छ होइन माथि चाहिँ हिमाल छ